चाहिँ सोमबार आज चाहिँ काम हुन्छ हाम्रो अनि त्यही भएर हामीहरू चाहिँ अब काममा जान लाग्यो यो चाहिँ मेरो रुम भयो अब काममा चाहिँ जानुपर्छ लाइट अफ गर्ने अनि जाने काममा यो चाहिँ साउनीले दिएको फुल हो हाम्रो कम्पनी चाहिँ मुनि छ अनि हामीहरू चाहिँ माथि बस्छौँ यता साउनीले मलाई फुल दिएको थियो अनि गमला फाल्नलाई राखेको थिएँ मैले माथि ल्याएर राखेको छु अनि लायो चाहिँ पात चाहिँ एउटा छुट्या रहेछ एउटा पात छुट्या रहेछ फेरि राखेको रहेछ किन यहाँ छोडेको हुन्छ यसको चाहिँ कहाँ गयो चाहिँ हाम्रो गोदाम छ त्यो अगाडि भएको नि गोदाम हो त्यसपछि यता छेउछेउमा नि छ सामानहरू त्यसपछि म चाहिँ काम गर्ने ठाउँ पुगेँ यतातिर चाहिँ एकदम खुम्याङहरू मात्र छ साँचोहरू के छेपुङको अनि मेरो चाहिँ 7 नम्बरको चेन्ज गर्नुपर्ने थियो 7 नम्बरको पनि 7 नम्बरको आज अर्डर आएको थियो अनि 7 नम्बर अब पहिलाको डाई चाहिँ झारेर यो नयाँ हाल्नुपर्ने थियो अनि छेउमा ठ्याक्क सुजिदाले लेखेँ सुजिदाई मैले रेकर्ड गर्दै छु ल गोप्रो ल्याएर भने सुजिदाले पनि ल ल गर भन्नुभयो अनि यो छेउमा देखिरहेको चाहिँ अङ्कल मतलब हजुरबुवा हो एकदम ठुलै धेरै उमेरको अनि उसले चाहिँ थादेखि गर्दै थियो प्रेसिङको काम अनि म चाहिँ काम गर्ने ठाउँमा पुगिसकेँ काम गर्ने ठाउँ पुगिसकेपछि अब 7 नम्बरतिर लग्नु पर्यो यो काम गर्ने ठाउँमा आएँ यहाँ चाहिँ कोरियन केटाकेटीहरू भियतनामी केटाकेटी मतलब आजुमाहरू हुन्छन् यो चाहिँ 7 नम्बर मेसिनको म चाहिँ 7 नम्बर मेसिनको छेउमा आएँ को अघि ओके म चाहिँ काम गर्ने ठाउँमा आएँ यहाँ चाहिँ कोरियन केटाकेटीहरू भियतनामी केटाकेटी मतलब आजुमाहरू हुन्छन् यो चाहिँ 7 नम्बर मेसिनको म चाहिँ 7 नम्बर मेसिनको छेउमा आएँ को अघि ओके यो चाहिँ 7 नम्बर त्यहाँ 7 नम्बर छ 7 नम्बरको छेउमा ठाउँ नभएर 7 नम्बरको बल्लोपट्टि राख्छु 7 नम्बर मेसिन चेन्ज गर्नुपर्छ मेरो काम चाहिँ आनन्दको छ अलिकति रिस्की छ त्यति हो अनि फोहोर छ अलिअलि त्यसपछि मलाई चाहिँ 7 नम्बर चेन्ज गर्न भनेको थियो ख्वाजाङ निमले अनि म चाहिँ त्यसो हेर्न जाँदाखेरि छेपुमा आइरहेको थियो तर अब बक्स भरेपछि चेन्ज गर्नुपर्ने थियो मैले अब बक्स भरेपछि पनि चेन्ज गर्नुपर्छ नत्र त यत्तिकै आधा बक्स राखिदिनु भएन अनि मैले यसो हेरेँ अनि नारालाई पनि माथि अझै युज गर्दै हुनुहुन्थ्यो त्यो भइसु थियो अनि छेपु हेरेँ मैले अनि थोरै टाइम लाग्ने रहेछ अनि म चाहिँ यसो हेरेँ रोबोट
रेसप छ भने भित्र चाहिँ जिक छ त्यहाँ आफ्नो ठाउँमा गयो रोड भित्र जान्छ खोप्छ खोपेर बाहिर झिक्छ बाहिर झिकिसकेपछि फेरि यहाँ आएर राख्छ यस्तो छ हाम्रो कम्पनी रिस्की चाहिँ छैन बक्समा राख्ने सक्यो त्यति हो त्यसपछि बक्स पनि भर्यो बक्स भरेपछि अब मैले त चेन्ज गर्नु पर्यो खुमेन त्यो पहिलाको त्यसलाई अहिले आएको प्रोडक्ट चाहिँ अर्डर सक्यो त्यसपछि गएर अब अर्को प्रोडक्टको अर्डर आएको थियो त्यसको लागि हामीले हाल्नुपर्छ अनि मैले चाहिँ बटन थिचेर रोकेँ एकचोटि आउँछ त्यसपछि रोकिन्छ यो चाहिँ सक्यो अनि छेउमा चाहिँ भेटनामी आजुमा भनौँ कि के भनौँ हाम्रो मम्मीको उनीहरूको तिनीहरू सकिसकेपछि अब त्यो नोजुलाई पनि पछाडि सार्नुपर्छ सारिसकेपछि अब अफ गर्नु पर्यो अफ गरिसकेपछि रोबोटलाई साइडमा निकाल्नुपर्छ नत्र त्यो भित्र भएको डाई निकाल्नु मिल्दैन त्यसलाई साइड लगाउने साइड लगाइसकेपछि अब त्यो चाहिँ किट नलागोस् मतलब डाई चाहिँ ड्यामेज नहोस् भनेर चाहिँ त्यो सेन्ट टाइपको के हो त्यो छर्किन पर्छ त्यसलाई चाहिँ सेचक्चे भन्छौँ हामीहरूले कम्पनीमा त्यसपछि गएर खुम्याङ लगाइसकेपछि अब कोही सुथेरले त्यसलाई झिप्नु पर्यो पट्काउनु पऱ्यो बलियोवाला नत्र त खस्यो भने त मान्छे सकिन्छ यत्रो ठुलो फलामको डल्लो हुन्छ अनि खस्यो भने त सकिन्छ मान्छे त्यही भएर रिस्की मलाई पनि हुन्छ अनि तल्लो काम गर्ने मान्छेलाई पनि हुन्छ रिस्की यस्तो गर्दा चाहिँ बोल्ट कस्या हुन्छ गर्नुपर्छ अलिकति गाह्रो किन गर्दा तिमीलाई कहाँ दिन्छ त भोटेले किनकि पहिलेदेखि राखेको हुन्छ पहिलेदेखि राखेको हुन्छ एक महिनाको नि भित्र फोर हुन्छ नि अनि फोर फोर भने चाहिँ त्यो आउँदैन राम्रो प्रोजेक्टहरू आउँदैन राम्रो सिफ्ट आउँदैन पाइप हाल्दैछु पानीको लागि खुम्याङमा हाल्नुपर्छ नत्र एकदम तातो हुन्छ अनि प्रोजेक्ट पनि राम्रो आउँदैन त्यही भएर पानी हाल्नु पाइपबाट पानी जोड्ने यसमा भएकोलाई चाहिँ सेछक्चे भन्छ सेछक्चे हुन्छ नि यो चाहिँ सुरुमा सर्ने अनि
अनि हावाले चाहिँ फेरि उडाउनु पर्छ। म हजुरहरूलाई देखाउँछु यसको भित्र कस्तो छ भनेर। यस्तो छ भित्र, यो चाहिँ आकार हो। अगाडिपट्टि पछाडिपट्टि यसलाई बन्द गरेर अनि अलिकति यसको टेम्परेचर बढाउनुपर्छ। यो अन गर्नु, बन्द गर्नु, बन्द भयो त्यसरी गएर यता अन गर्नुपर्छ। यो अन गर्ने, अन गरेपछि चाहिँ त्यो मतलब त्यस फ्लामको डल्लोको अलिकति टेम्परेचर बढ्छ अनि त्यसरी गएर चलाउन सुरु हुन्छ मेसिन। फाइनली मेरो चाहिँ सक्यो, एउटा मेसिन चेन्ज गरेर चेन्ज त धेरै गर्नुपर्छ। त्यसपछि यो चाहिँ अहिले अघि मैले सेट गरेको मेसिनबाट निस्केको प्रोडक्ट हो। यो चाहिँ यो प्रोडक्टको नाम चाहिँ हामीले युएम हाउजिङ भन्छौँ। यो चाहिँ त्यहाँदेखि लिएर आएँ, अब चाहिँ राख्नुपर्छ यसलाई। यसको काम चाहिँ सक्यो। अनि म चाहिँ 7 नम्बरको डाई राख्दा राख्दै ठ्याक्कै खजग्नेमा आएर चाहिँ 6 नम्बरको पनि अर्डर आयो अहिले भर्खर। अनि त्यो चाहिँ हेरेर फेरि 6 नम्बरको चेन्ज गर्छु भन्यो। अनि म चाहिँ फेरि यो 6 नम्बरको डाई चाहिँ रेडी गरेँ। अब त्यहाँ गएर फेरि राख्नु पऱ्यो, छुन्बी तयारी गर्नु पऱ्यो 6 नम्बरको लागि। अनि यो चाहिँ 6 नम्बरको खुमेको। पाइपबाट पानी आउँछ भित्र, प्रोडक्ट एकदम टाढो आउँछ। त्यसलाई कसेर आउनुपर्छ। त्यहाँ पानी झिक्यो, पानी गएर पानी पनि झिक्यो, पाइप पनि झिकिसकेपछि
अनि 19 नम्बर चेन्ज गर्दा गर्दै खाना खाने टाइम भयो। त्यसपछि गएर म चाहिँ 5:50मा 5:20मा खाना खान निस्केँ। खाना खान निस्किँदाखेरि अलि पानी परिरहेको रहेछ। त्यही पनि मेरो साइकल चाहिँ अलि अगाडि थियो। अनि मेरो चाहिँ कुपाङको सामान आछ कि भनेर हेरेको, तर हुसेन बङ्गलादेशी साथीको रहेछ। अनि म चाहिँ आफ्नो साइकल झिकेर खाना खान निस्केँ। खाना खान निस्किँदाखेरि अब खाना चाहिँ कस्तो होला भन्ने लागिरहेको थियो। त्यसपछि म चाहिँ साइकल मचाएर निस्केँ खाना खान। हाम्रो खाना खाने सिक्टाङ चाहिँ कति साइकलमा चाहिँ 1 मिनट जति लाग्छ। यो अगाडिको चाहिँ आदर्शी चाहिँ हाम्रै कम्पनीमा काम गर्ने आदर्शी हो। अनि त्यसपछि म चाहिँ एकैछिनमा सिक्टाङमा पुगेँ। यसो ढोका खोलेर हेर्छु भनेको त भित्र 1-2जना मान्छे मात्र थिए। त्यसपछि म चाहिँ जहाँ पनि बसेर खाना पाउँछु भनेर खुसी भएँ। अलि अगाडि गइसकेपछि अब हाम्रो कम्पनीको यहाँ नाम हुन्छ सबैजनाको। अनि त्यसपछि गएर आफ्नो नाम हेर्ने अनि सिग्नेचर गर्ने। त्यसपछि गएर खाना पस्किनतिर लाग्छु म। खाना खाइसकेपछि अब फेरि म चाहिँ आफ्नो कम्पनीतिर लागेँ। यो अगाडि खरिम लेखिरहेको, यो रातो देखिरहेको, अनि यो चाहिँ हाम्रो कम्पनी हो। मतलब हामीले काम गर्ने कम्पनी। अनि हामीहरू चाहिँ यहाँ माथि देखेर चाहिँ यहाँ चाहिँ हामीहरू बस्छौँ। तल चाहिँ साइकल राख्छु म चाहिँ यहाँ आफ्नो साइकल पार्किङ गर्छु। 5:50मा खाना खाएर आइसकेपछि अब त्यसपछि गएर हाम्रो चाहिँ 7:30 बजे छुट्टी हुन्छ। अनि त्यसपछि गएर मेरो चाहिँ काम चाहिँ सकिसकेको थियो। अनि म चाहिँ अलिकति फुल्याङ आएको थियो कि, मतलब बिग्रेको सामान आएको थियो। अनि म चाहिँ त्यसले छुट्टै राख्दै थिएँ। राख्दै गर्दा अनि छेउमा चाहिँ त्यो भियतनामको आन्टी आएर चाहिँ कहिलेकाहीँ आछ कि धेरै आएर छ फुल्याङ भनेर सोध्न आएको थिएँ। अनि दिनभरि काम गरेर हेर्दै 7:30 पनि भइसक्यो रहेछ बिदा हुने टाइम। अनि म चाहिँ यसो कस्तो आइरहेछ छेपौँ भनेर अलिकति हेरिरहेको थिएँ। कस्तो आइरहेको रहेछ त भनेर। त्यस राम्रै आइरहेको रहेछ। अनि म चाहिँ यता पनि हेरेँ कस्तो आइरहेछ भनेर। यता पनि राम्रै आइरहेको थियो। अनि यहाँ चाहिँ अब बिदा हुने टाइममा पनि कार्ड हाल्नुपर्छ त्यहाँ। अनि कार्ड हालेपछि त्यहाँ अनि यति बजे छुट्टी गरेको भनेर त्यहाँ चाहिँ आफै लेखिदिन्छ त्यो घडीभित्र। अनि कार्ड हाल्ने। त्यसपछि गएर यति बजे बिदा भयो। अनि यति बजे चाहिँ यो मान्छे बिदाको छुट्टी लियो भनेर चाहिँ त्यहाँ लेखिदिएको हुन्छ आफैले अटो। त्यसपछि बिदा भएको 2 मिनटमा म आफ्नो रुम पुगेँ। माथि आएँ। आइसकेपछि जुत्ता खोल्नु पर्यो। दिनभरि काम गरेको अनि थाक्दाको हुन्छ। अनि एकछिन भिडियो एडिट गर्ने, टिकटक हेर्ने। अनि त्यसपछि भोलि फेरि काममा जाने। यस्तै चल्दैछ कोरियाको लाइफ। अनि म चाहिँ थाकेर छिर्छु भनेको लाइट अफ गर्नुपर्छ नत्र सम्झिन्छ। अनि भिडियो तपाईँलाई कस्तो लाग्यो? राम्रो लागेमा कमेन्ट पनि गरिदिनु होला। अनि सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई।